के हो यो यार, कहाँ आएँ म यार, रक गार्डन नै हो र हो जस्तो लाग्यो यार यो देख्दा त ढुङ्गा। सो हेलो एन्ड नमस्ते एभ्रिवान, होप सबैजना सन्चै हुनुहुन्छ होला। सो न्यू डे न्यू ब्लग। सो इट्स मी योर बाई डेनिजङ। म पनि एकदम धेरै सन्चै छु। सो म चाहिँ आफ्टर लङ टाइम पछि सो ब्याक अगेन ब्लगमा होइन, लङ टाइम भनौँ न। सो पानी आउला जस्तो भइरहेछ। म चाहिँ अहिले चार्जर लिएर अनि हेलमेट बोकेर टक्क निस्केँ। गाउँमा तल झार्ने बाइक झार्ने अवस्था छैन। सो त्यही भएर मेरो बाइक चाहिँ माथि छ। सो हामी चाहिँ आज कहाँ जाँदैछौँ भने, सो मेरो क्लासमेट साथीहरूसँग आज राइड जाने भनेर सोचिरहेको थिएँ। उता रक गार्डन भन्ने ठाउँमा एकदम धेरै पिसफुल ठाउँ छ होइन। सो त्यहाँ पनि गएर यसो भिडियो बनाउन त भनेर यसो जाँगर निकालेर निस्किनु लाग्यो। पानी आएर बिजोग गरौँ लास्ट छ गाइस। हाम्रो कति प्लान क्यान्सल हुने त होइन, दुःख लागिरहेछ। फेरि ढिलो पनि भयो क्या, साथीहरूले कुरिरहेको, म हतार गर्दै भर्खर खाना खाएर निस्केको। एकदम धेरै गाह्रो। ल सिधै म केटाहरूसँग भेटाउँछु है त, बाई बाई। हाम्रो गाइजहरू केटाहरू आजको प्लान पानी आए पनि क्यान्सल गर्न चाहिँ हुन्न। सो फाइनली भेट भयो हाम्रो। टक्क यहाँ साथीको बाइक चाहिँ मैले राइड गर्दैछु। यता हाम्रो भाइ, यता मेरो क्लासमेट साथी, उता पछाडि पनि क्लासमेट। र टक्क भएर हामी अब डिफ्रेन्ट ठाउँमा भनौँ, पहिला गएको तर नदेखाएको, भ्लगमा नआएको। ओहो यार, सेट ड्याम भयो नि। सो गाइज हामी चाहिँ यहाँ टक्क रक गार्डन तल, यहाँ चाहिँ के भन्छ र अमिले होइन, त्यो अमिले। टक्क हामी यहाँदेखि यहाँ यो बाटो हुँदै टक्क यहाँ टक्क यहाँदेखि यहाँ आयो। ल हाम्रो साथीहरू यता हेलो ल फाइनली हामी यहाँ आइसक्यो। सो अब यहाँदेखि हामी एकछिनमा निस्किन्छ माथि र आज रमाइलो गर्ने अनि रक गार्डनतिर फोटो भिडियो भ्लग सबै A to Z सबै यहाँ भिडियोमा देख्न सक्नुहुन्छ। त्यो बाटोमा हल्का क्लिपहरू अब हल्का भाइले पछाडिबाट खिचिरहेको थिएँ, के कस्तो लाग्यो कमेन्ट डाउन बिलो। त्यही होला हाम्रो हेन्सम साथी। आफ्टर लङ टाइम पछि हाम्रो चाहिँ एक वर्षमा भेट हुन्छ साथीहरूसँग। हामी चाहिँ क्लासमेट हो एकदम होइन, एक वर्षमा भेट हुन्छ। अहिले फेरि फाइनली भेट भयो। हाम्रो गाउँ चाहिँ एउटै अनि हाम्रो भेट चाहिँ त्यही एक वर्षमा हुन्छ। गाउँ एउटै भए पनि अब काम होइन, पढाइको व्यस्तताको कारणले गर्दाखेरि हाम्रो अब लङ टाइम अब उनीहरू काठमाडौँ बस्छन्, अब म चाहिँ यता बुटोलतिर, त्यस्तै भइरहेको होइन। अब ठिक छ, ल हामी टक्क अब निस्किन्छौँ गाइस। त्यही हो जाउँ ल। अनि सो हाम्रो साथीहरू ट्याक्क बवाल राइडर, एकजना अगाडि एकजना पछाडि यहाँ छ नि। गाइज हामीले खानेकुराहरू यहाँ ल्यायो, के छ यहाँ, यहीँ छ होइन, जे छ टक्क। कस्तो लागिरहेको यहाँ आएर? एकदम रमाइलो। यहाँ कति आइरहेको भिड छ। अहिले जे होस् घाम लाग्यो त्यही भएर खुसी लाग्यो होइन। यता चाहिँ फोनमा बिजी, यस्तो सामानहरू अहिले खाएको देखाउँछ हामीले टक्क। माहौल गरम भइरहेछ है। आयो रक गार्डन आयो एक दाजुभाइहरू अर्घाखाँची आउनु पर्यो यस्तो भ्यू हेर्नलाई होइन। तर दामी हो यार रक गार्डन यही है त रक गार्डन अहिले हामी रक गार्डन गाइज होइन। आज गान्छे घाम लगाइरहेको हल्का। अनि टक्क केटाहरू यता आइसक्यो। म चाहिँ साथीले राइड गरिरहेको थिएँ अनि यता अङ्कितले राइड गरिरहेको थिएँ, यता लक्ष्मणले। टक्क हामी फाइनली बिस्तारै जे होस् होइन राम्रै आइयो भनौँ न। अनि टक्क जे होस् यहाँ चाहिँ अति नै बवाल ठाउँ रहेछ, अति नै पिसफुल छ, रमाइलो लाग्यो, एक्साइटेड है। फर्स्ट टाइम यस्तो टाइम मिल्यो कि साथीसँग घुम्नको लागि होइन। एकदम हामी एकदमै एक्साइटेड छौँ। अब लेट्स हेरौँ के कस्तो हुन्छ, फोटो खिच्छौँ, रमाइलो गर्छौँ, इन्जोय गर्छौँ। हजुरहरू पनि आउनु है गाइज, आउनु रक गार्डन अर्घाखाँची आएपछि रक गार्डन आउनुहोस्।
आउनुलाई हामी यहाँदेखि निस्किन्छौँ टक्क उता। यहाँ मान्छेहरू पनि अति नै धेरै आउनु भएको आज। अब आज धेरै जोस् कि माहौल छुट्टै छ आज जोस्। यहाँको क्रेज धेरै छ नि त। अनि अर्घाखाँची आएपछि रक गार्डन त जो पनि आउँछ क्या होइन, अति नै बवाल छ। मलाई पनि एकदम धेरै अति नै राम्रो लागेर म आइरहेको छु यहाँ। म पहिला पनि आएको तर भ्लग चाहिँ बनाउनु पाएको थिएँ नि, त्यही हो। सो म चाहिँ फाइनली रक गार्डन गाइज होइन। सो एज यु क्यान सी हजुरले देख्न सक्नुहुन्छ टक्क यहाँ यस्तो कुहिरो लगाइरह, तर पनि भ्यू चाहिँ अति नै दामी आइरह होइन। भिडियो चाहिँ हल्का क्वालिटी डाउन भइरह किनभने घाम लागिरह होइन। अब त्यही त हो, त्यस्तो सोचे जस्तो आएन, त्यही हो। साथीहरू यता खान भिडियोहरू खिच्दै खान टक्क। कस्तो लाग्यो? एक्साइटेड मोमेन्ट अति नै कि अति बवाल छ यहाँ त होइन। अर्घाखाँची आएपछि यहाँ चाहिँ छोड्नै हुन्न कि आउन। कस्तो लाग्यो? कस्तो लाग्यो ठाउँ? एकदम बवाल रमाइलो धेरै राम्रो लाग्यो। गाइज हामी चाहिँ टक्क रक गार्डन निस्किँदैछ होइन, खानेकुराहरू लिएर टक्क। केला घाटा पऱ्यो गर्लफ्रेन्ड काठमाडौँ घुमाउने, यहाँ आएर होइन एक्लै घुम्ने घाटा पऱ्यो अरे के साथीलाई। ल ठिक छ ठिक छ ठिक छ। ल गाइज फाइनली हामी निस्किँदैछौँ। आन्टीहरू अङ्कलहरू यहाँ जे होस् आउनुभयो। यो चाहिँ खास भन्ने डेटिङ स्पोट हो भन्दा पनि सबै आउन चाहिँ मिल्छ है। सबै आउनुहुन्छ। अति नै दामी छ क्या, हेर्नु न। ओहो हेर्नु त कस्तो दामी छ यार। ढुङ्गै ढुङ्गा हो क्या रक गार्डन भनेपछि, रकै रक। अति नै बवाल छ अति नै। मलाई त कतिमा 1 वर्षमा आएँ कि लाइक 1 वर्षपछि आउँदा पनि अति नै राम्रो लाग्यो कि। म 3-4 फेर आएँ होइन, जति फेर आए पनि मनै भएन यार। अति नै हेर्नु त क्रेज मान्छे, क्रेजै छुट्टै हो। सासै बढ्यो यार अति नै। जति देखायो उति देखाउने मन लाग्ने। के हो यो यार? कहाँ आएँ म यार? रक गार्डन हो र हो जस्तो लाग्यो यार यो देख्दा त ढुङ्गा। अति नै दामी के। घाम लागेपछि अलि धेरै राम्रो देखिरहेको। एज यु क्यान सी ओ माई गॉड वाट अ प्लेस यार गाइज, वाट अ प्लेस यार। प्रकृतिसँग रमाउन मन छ नि अर्घाखाँची आउनु पर्यो है, अर्घाखाँची आउनु पर्यो। एज यु क्यान सी गाइज भ्यू अति नै बवाल होइन न। माथि घाम लागिरहेको हल्का फुल्का, अनि तल चाहिँ कुहिरो लाग्यो। त्यसभन्दा तलदेखि हामी आएको, योभन्दा तलदेखि यो कुहिरोभन्दा तल बादलभन्दा तल त्यहाँ चाहिँ यस्तो कुहिरो लाग्यो होइन। यहाँ बिचमा मात्रै कुहिरो लाग्यो क्या। अति नै पिसफुल ठाउँ छ कि यो। कहाँ हो भन्दा अर्घाखाँची रक गार्डन। सो हजुरहरू पनि अर्घाखाँची आएको बेला यो छुटाउने नहुने ठाउँ चाहिँ अति नै बवाल ठाउँ। सो साथीहरूले फोटो खिच्दैछ नि यहाँ टक्क यस्तो। अति नै उता पनि यस्तो दामी छ। यो चाहिँ अति नै दामी ठाउँ छ कि, गर्लफ्रेन्ड लिएर आउने जस्तो छ। केही हुन्न, मजा आउँछ। हाम्रो चाहिँ अब यहाँ खाजा खाने प्लानिङ हुँदैछ। सो साथीहरू आउँदैछन्। पवन भाइ आऊ छिटो खाजा खान। हामीले यो झन्डामा फोटो खिच्यो होइन, यिनकै भिडियो छ। पहिला खाजा खान त्यसपछि गरौँ लाग्यो। अनि टक्क म चाहिँ यहाँ तल आइसकेँ। यहाँदेखि भ्यू चाहिँ अति नै बवाल देखिँदो रहेछ। मैले कुरै नगरौँ पछाडिको भ्यू हेर्नु अति नै दामी देखेँ। अहिले त बादल पनि हटिसक्यो। अति नै चिसो देखिरहेको दामी यार। यहाँ त झन् दामी आउँदो रहेछ यार। हेर त कस्तो दामी आएको यार। यहीँ बसौँ। खाजा आइसक्यो हाम्रो। भाइहरू आउँदैछन् साथीहरू। टक्क पिठो हाम्रो खाजा साजा यहाँ टक्क खाँदैछौँ। यस्तो दामी यमी स्पाइसी। यता चिज बल के खानु? यो चाहिँ बवाल हुन्छ अति नै मिठो। ओ हडुल्लो छ कोक छ। सो गाइज अहिले चाहिँ मान्छेको यति धेरै अति नै धेरै क्रेज। सो एज यु क्यान सी हाम्रो चाहिँ यहाँ फोटो खिच्दैछन् भाइले। खाजा साजा खाएर हामी प्रिपेरेसन गरेर टक्क भ्लग स्टार्ट गरिरहेको, त्यही हो माया। सो गाइज एज यु क्यान सी हजुरले देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी रक गार्डनमा टक्क खाजा साजा खाएर फोटो सेसन पनि लगभग भयो। साथीहरूले उता फोटो खिच्दैछन्। टक्क फोटो सेसन लगभग सकियो भनौँ। अब यहाँदेखि हामी हल्का हल्का बिस्तारै निस्किन्छौँ। भाइ यता हेरिदेऊ, पवन भाइ यहाँ छन्। अति नै धेरै क्रेज छ होइन गाइज। फोटो खिच्न लाग्यो आधा घन्टा भइसक्यो।
यिनले 10 वटा पोज दिइसक्यो होला नि एउटा पोज यिनलाई मन पर्यो हैन अनि लास्टमा 10 वटा पोज दिइसकेपछि 11 वटाको पालामा फोटो राम्रो लाग्यो अरे अनि त्यसपछि फेरि के भन्छन् भिडियो अनि एउटा राउन्डिङ भिडियो चाहियो यार इनको इनफ के भन्छ इनले मनले शान्ति चित्त बुझ्ने गरी फोटो खिच्दिरहन् भाइले जेस ल म चाहिँ हल्का डिस्टर्ब गरे के कस्तो लागिरह अंकित फोटो खिचेर एकदम अहिले चाहिँ कुइरो लाग्यो हल्का नर्भस चाहिँ भयो हल्का यो कुइरोले चाहिँ अलिकति यो वरिपरिको भ्यूहरु चाहिँ डाँडा काँडाहरु छ के तर ओभरअल एकदमै रमाइलो भयो आजको दिन अति नै अझै रमाइलो गर्ने दिनहरु छन् हैन यहाँ फोटो सेसन हाम्रो चल्दै छ टक्क कुइरो लागिसक्यो भने चाहिँ अघि चाहिँ कस्तो घाम लागेको थियो मज्जा आइरहेको थियो अहिले चाहिँ फेरि हाम्रो फोटो सेसन पनि चलिरहेको अब यहाँदेखि एकछिनमा निस्किन्छौँ हामी गाइस हैन त्यही हो टु बी कन्टिन्यू भ्लग हेर्नु के कस्तो लाग्यो कमेन्ट डाउन बिलो यही हो माया गर्नु सपोर्ट गर्नु हैन सब्स्क्राइब गर्नु अब फर्स्ट टाइम एभर भन्दा नि अब हैन त्यस्तो धेरै भ्लगहरु चाहिँ आएको छैन मेरो युट्युब च्यानलमा आउँछ कन्टिन्यू हेर्दै गर्नु माया गर्दै गर्नु किप लभिङ किप सपोर्टिङ बाइ बाइ गाइस सी यु नेक्स्ट भिडियो ह्यापी वे रक गार्डन आई लभ रक गार्डन